कसरी लड्यो? उसले भने, एक्कासी कसैले बाटो काट्न खोज्यो। आत्तिए अनि लडे। अगाडि हेर्दा उही रातो लुगा लगाएकी केटी बाटो छेउ उभिएकी थिइन्। उसले माफी मागिन्, अलि डराएकी जस्ती। कसैले गाली गर्यो, यस्तो ठाउँमा बाटो काट्नुहुन्छ? ज्यान जान सक्छ। त्यसै बेला एकले फुसफुसायो, यो त अगाडि देखेको उही केटी होइन? अरूले पनि हेर्यो। मनले चाहिँ ठीक छैन भने जस्तो भयो। यति छिटो हिँडेर यहाँ कसरी आइपुगी? सबै बाइक चेक गरियो। मान्छेलाई पनि बाइकलाई पनि केही भएको थिएन। एकले फेरि फर्केर केटीलाई सावधान हुन भन्न खोज्यो, तर त्यो केटी त्यहाँ थिइन्। सबै अलमल्ल परे। केही किलोमिटर पछि एउटा होटेलमा सबै रोकेर थोरै आराम गर्न छिरे। तर होटेल बाहिर उही केटी पहिल्यै उभिएकी थिइन्। सबैको अनुहार एक अर्कातिर फर्कियो। एकले हिम्मत गरेर सोध्यो, तपाईं त हिँडेर हामी भन्दा पहिले